एउटा केटी थिए, सानी। सुजाता उसको नाम थियो। उनीकै चकचके थिए। खुर्र खुर्र यताउता गर्थे। कहिले घरमा लुगा सुकाउने डोरीमा झुन्डिएर पिङ खेल्थे, कहिले भान्सामा चुलेसी लिएर नजाने पनि आलु काट्न थाल्थे। कहिले धारामा आमाले लुगा धुन बस्दा सँगै बसेर लुगा धुन्छु भनेर जिद्दी गर्थे, हैरान गर्थे। सुजाताको घर नजिकै जङ्गल थियो। एक दिन सुजाता तो जङ्गलभित्र गई। जङ्गलमा नाना थरीका रङ्गी बिरङ्गी चराचुरुङ्गी रहेछन्। त्यो देखेर सुजाता दङ्ग परी। यत्तिकैमा एउटा आवाज आयो, नानी, यस्तो जङ्गलमा के गरिराखे कि? सुजाता जसङ्ग भई पछाडि फर्किएर हेरी। पछाडि एउटा ठुलो हात्ती थियो। सुजाताको घरमा एउटा खेलाउना हात्ती मात्र थियो। यहाँ साँच्चैको हात्ती देख्दा उसलाई मजा लाग्यो। मुसुक्क हाँसेर टाउको कोल्टो पारी। हात्तीलाई पनि उसले यसो गरेको देखेर मजा लाग्यो। जङ्गल घुम्न आए कि हो? हात्तीले सोध्यो। हो, सुजाताले मुन्टो हल्लाउँदै भनी। ल आऊ त म घुमाइदिन्छु भनेर हात्तीले सुजातालाई सुडमा राखेर पिठ्युमा चढायो। अनि लसक लसक दुवै जङ्गल घुम्न थाले। जङ्गलमा केराको घारी आउँथ्यो। हात्तीले सोध्यो, नानी, केरा खान्छौ? खान्छु, सुजाता दङ्ग परेर भन्थे। हात्तीले सुन लगेर केरा टिपी सुजातालाई दिन्थ्यो। सुजाता पक्कापक केरा खान थाल्थी बोक्रा छोडाएर। फेरि हिँड्दा हिँड्दै बाटोमा सुन्तलाको बोट आउँथ्यो। हात्तीले सोध्यो, नानी, सुन्तला खान्छौ? खान्छु, सुजाताले भन्थे। हात्तीले सुन लगेर सुन्तला टिपिदिन्थ्यो र सुजाता मजासित सुन्तला खान्थी। लसक लसक जाँदा स्याउको रुख आउँथ्यो। नानी, स्याउ खाने? हात्तीले सोध्यो। खाने, सुजाता भन्थे। हात्ती सुनले स्याउ टिपेर सुजातालाई दिन्थ्यो। सुजाता खान्थी पकापक। यसरी जाँदा जाँदा जङ्गल सिद्धिएछ। उनीहरू जङ्गल छिछोलेर एउटा सहरमा पो आइपुगेछन्। सहरमा पसलहरू थिए, विभिन्न किसिमका। एउटा पसलमा सुनौलो रङको फराक झुन्डाइएर राखिएको थियो। सुजाताले तो देखे। हात्ती दाई, मलाई तो फराक झिकिदिनुहोस् न, सुजाताले भनी। हात्तीले सुन लग्यो र तो फराक लिन खोज्यो। पसलमा एउटा साउ थियो। ऊ आत्तियो, ए ए ए के गर्न लाग्या यो? तो फराक लिग्न लाग्या। हात्तीले भन्यो, यसरी लिने हो त, पैसा तिर्नुपर्छ, पैसा। साउले आँखा तर्दै भन्यो, लौ मारेन, कहाँबाट ल्याउने पैसा? हात्तीले विचार गर्यो, कान हल्लाउँदै विचार गर्यो, पुच्छर बटार्दै विचार गर्यो र अनि एक बेरपछि हात्ती जङ्गलतिर फर्क्यो। जङ्गलमा उसले केरा टिप्यो, सुन्तला टिप्यो, स्याउ टिप्यो र सहरको सडकमा लगेर बसायो। ल, तिमी सब बेच भनेर सुजातालाई हरायो। सुजाताले त्यहाँ बसेर केरा बेची, सुन्तला बेची र स्याउ पनि बेची। ती बेचेर ल्याएको पैसाले उनीहरू साउ कहाँ गए र त्यो फराक किने। फराक ठ्याक्कै सुजातालाई ठिक्क हुने खालको रहेछ। लगाउँदाखेरि सुजाता निकै राम्री देखिन्। अनि दुवै फर्किए। खुसी भएर सुजाता आफ्नो घरतिर गई। हात्ती जङ्गलभित्र कतै अनकन्टारमा गयो।
सुजताले घर फर्किएर आफ्नी आमालाई भने, अब म चकचक गर्दिन्न, हैरान पार्दिन्न, दुःख दिन्न। आफ्नो मेहनतले कमाएको पैसाले सामान किन्दा कति खुसी भइदो रहेछ। आमा पनि खुसी भइन्, सुजता पनि खुसी भई, दुवै खुसी भए।